सम्पत्ति विवरण, त्यसको स्रोत, शेयर खरिदका विषयमा उठेका प्रश्नपछि राजीनामाको चौतर्फी दबावका बीच गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा। नागरिक स्तरबाट आफ्नो शेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको सुदनको भनाई। प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेपछि सामाजिक सञ्जालबाट राजीनामाको घोषणा। मेरो लागि पद भन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वास भन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेएनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा 46 जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेका सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो, सुदनले लेखेका छन्। त्यसैले मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै पनि असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।